गाइजहरू अब चाहिँ ठ्याक्कै अब सुत्दा आँटेको होइन केटा रातिको 2 बजेर आँटेको छ यहाँ चाहिँ बाहिर पुरै अँध्यारो छ हामी चाहिँ कस्तो है पुरै घना जङ्गलमा होइन घना जङ्गलको बिचमा हामी चाहिँ अनि क्याम्प हानेको थियो क्या अनि लास्टमा चाहिँ कस्तो भयो भने एउटा म्याट्रेस चाहिँ पुगेन क्या अब क्याम्पमा राख्दाखेरि भुइँमा सुत्दा त अब चिसो पर्छ नि त हामीले चाहिँ गर्दाखेरि एउटा म्याट्रेस चाहिँ मिस गरेछौँ क्या म्याट्रेस पुगेन अब त्यही भएर चाहिँ अब हामी चाहिँ आज बिमल यहाँ सुत्छ म चाहिँ यहाँ सुत्छु गाडीमै घना जङ्गलको बिचमा गाडीमा सुत्दा आँटेको छ भाइ अनि बाहिर चाहिँ मेन कुरा चाहिँ बाहिर चाहिँ भालुहरू हुन्छ क्या क्याम्प साइडमा चाहिँ यो चाहिँ वान अफ द वाइल्डेस्ट एक्सपिरियन्स हो होइन मेरो चाहिँ लाइफको लाइक आई एम एक्साइटेड एज वेल अनि एट द सेम टाइम आई एम नर्भस एज वेल के लाइक हुन्छ नि त अब लिटरली केही छैन कि बाहिर लिटरली केटा घना जङ्गल हो हल्का डर लागिरहेछ अनि ए हो क्या डर छ अब तर के भन्नु होइन सुत्नु त पऱ्यो अब चाहिँ बिमलहरू आउँछ अनि त्यसपछि म सुत्छु ल यस्तो छ है त ल गाइस